नमस्ते। ल यो हो कैलाली जिल्ला गोदावरी नगरपालिका वार्ड नम्बर 4 मा रहेको दामोदर स्थित श्री बारदेव आधारभूत विद्यालय। यहाँ कक्षा बाल विकासदेखि कक्षा 3 सम्म पठन पाठन भइरहेको छ। यहाँ अध्ययनरत 50 जना छात्र छात्रा छन्। हाल यो पुसको महिना -0 डिग्री तापक्रम भएको कारणबाट विद्यार्थीहरू एकदमै जाडोले गर्दा कसैको खुट्टामा चप्पलै छैन है। विद्यार्थीहरू धेरै अनुपस्थित पनि भएका छन्। चिसोले गर्दा धेरै दयनीय अवस्था छ। यिनीहरूको स्वास्थ्यलाई न्यानो लुगा, न्यानो टोपी, हरेक शैक्षिक सामग्री भएपछि यिनीहरूको भविष्य एकदमै उज्जवल हुने थियो। यस समस्याको लागि सहयोगी दाताहरूले दयनीय अवस्था छ। यस अवस्थालाई माथि उजागर गर्न यिनीहरूको शिक्षा स्वास्थ्य जस्ता यिनीहरूको आधारभूत आवश्यकताको कुराहरूलाई माथि उकास्न साथ सहयोग गर्न सक्नुहुन्छ। सहयोगी दाताहरूले सहयोग गर्न सक्नुहुन्छ। सहयोग गरिदिएमा यी बालबच्चाहरूको सेवा नै धर्म हो। अब धेरै भगवान मानव रूपी भगवानहरूबाट यी बच्चाहरूको सेवा भइदिए न्यानो कपडा, लुगा, हरेक शैक्षिक सामग्री विद्यालयको शिक्षाबाट माथि उठाउनको लागि सहयोग गरिदिएपछि यी बच्चाहरूको धर्म लाग्ने थियो। यस्तो अवस्था छ। कसैको खुट्टामा चप्पल नै छैन। मैलो कपडा, धुत्रो कपडा लगाएर यो बच्चाहरू आफ्नो जीवनलाई शिक्षाबाट माथि उकास्नको लागि यो दयनीय अवस्था छ। विद्यार्थी भाइ बहिनीहरू यो चिसोमा यो दुई गाउँको बिचमा यो दामोदरे र तखरको बिचमा भागमा यो जङ्गलको ठाउँमा यो विद्यालय अवस्थित छ। यहाँ एक कोठे भवन छ, एक कोठे भवन छ। यसमा चाहिँ विद्यार्थीहरू पठन पाठन गर्नलाई एकदमै कठिन अवस्था छ। 3 सम्म विद्यालय चलाउनु पर्ने यो ठाउँ दुर्गम, कैलाली सुगम भने तापनि यस्तो ठाउँमा अहिलेसम्म पनि दुर्गम छ। यो सहयोग गर्न सक्नुहुन्छ। यो ठाउँको विकासको लागि कसरी के गर्न सकिन्छ, सायद सहयोग हजुरहरूको चाहिन्छ, गरिदिनु होला। यस्तो छ, जङ्गल छ। यो अहिले हुस्सु र तुवालो लागेर यस्तो शीतलहर विद्यालयको भवन यो हो, 2 कोठे भवन। यो शौचालय हो। यो यस्तो अवस्था छ। यो विद्यालयलाई र यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि कसरी सहयोग र कसरी यसलाई अगाडि बढाउन सकिन्छ, शिक्षाबाट वञ्चित नहुनका लागि कसरी माथि उठाउन सकिन्छ, यसको लागि सहयोगीदाताहरूले सहयोग गर्न सक्नुहुन्छ। हस्, धन्यवाद। म यस विद्यालयको शिक्षक अर्के धामीले सानो यो भिडियो क्लिप बनाएर यो वास्तविक सहयोगीदाताहरूमा पुगेर यो वास्तविक पीडितहरूको यो जो समस्या छ, यी समस्यालाई समाधान होस् भनेर भगवान रूपी सहयोगीदाताहरूलाई यो भिडियो सानो क्लिप राख्दछु। हस्, धन्यवाद।